हामीसँग माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजाल हुनुहुन्छ। उहाँलाई जोरदार तालीले हामी स्वागत गर्न चाहन्छौँ। र आज प्रमुख अतिथिज्यूको कार्यभार पनि निर्वाह गरिदिनु हुन म उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र साथसाथै सिम टिभीका एमडी रमेश एमके पौडेलज्यूको तर्फबाट पुष्पगुच्छाले उहाँलाई स्वागत गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। विशेष अतिथिहरू हुनुहुन्छ नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीज्यू, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। हामी स्वागत गर्न चाहन्छौँ नवेन्द्र चौधरीज्यू एमाले हाम्रा विशेष अतिथिमा हुनुहुन्छ नेकपा माओवादी नेत्री निशिला यामीज्यू, साथसाथै एमालेका तर्फबाट संविधान सभा सदस्य प्रेम बहादुर आलेज्यूलाई पनि हामी विशेष स्वागत गर्न चाहन्छौँ। र साथसाथै हाम्रा विशिष्ट अरू अतिथिजनहरूलाई पनि हामी विशेष स्वागत गर्दै म उहाँहरूलाई पुष्पगुच्छ प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। I'd like to heartily welcome all our special delegates and all our special guests from international arena as well. सिम टिभी नेपाल सरकारबाट एमएसओ प्राप्त विदेशी जोइन्ट भेन्चर कम्पनी हो। यसबाट विदेशका लगानी तथा उहाँकै प्रोफेसनल म्यानेजमेन्टमा सुरु भएको छ। सम्पूर्ण कन्टेन्ट र इन्टरनेटको हाई स्पिड प्रविधिलाई आधार मानेर कन्टेन्टका विभिन्न क्वालिटी दर्शकले हेर्न पाउनुपर्छ भन्ने सन्दर्भमा डिजिटल टिभी सेवा प्रदायक संस्थाका रूपमा स्थापित यस सिम टिभी नेटवर्कले नेपाली र विदेशी च्यानलहरू HFC नेटवर्कबाट घरघरमा सेट टप बक्स मार्फत पुर्याउनेछ। र यसको बारेमा हामी अझै अहिले नै पूर्ण रूपमा खुलासा गर्न चाहँदैनौँ। बिस्तारै बिस्तारै हामी यसको खुलासा गर्दै जाने नै छौँ। अहिलेको लागि म आजका हाम्रा प्रमुख अतिथिज्यूलाई पानसमा गीत प्रज्वलन गरेर हाम्रो कार्यक्रमलाई सुरुवात गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद यहाँलाई र सम्पूर्ण महानुभावहरूलाई धन्यवादपूर्वक आजका हाम्रो कार्यक्रममा आइदिनु भएकोमा। र आजको यो सिम टिभीको लन्च अलिक विशेष नै छ। त्यसर्थ म हाम्रा क्यामेरा मिडियाका साथीहरूलाई अलिकति स्टेजबाट अलिकति पर गइदिनु हुन म अनुरोध गर्न चाहन्छु। हामीले सुरुवातमा सिम टिभीको विस्तृत रूपमा जानकारी नदिइकन सुरुवातमा नै सिम टिभी के हो त, कस्तो छ त भनेर यहाँलाई हामी देखाउन गइरहेका छौँ। तसर्थ हामीसँग एउटा स्पेसल रिमोट कन्ट्रोल छ जुनमा हाम्रा प्रमुख अतिथिज्यूको हातमा प्रदान गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु, ताकि उहाँले हाम्रो स्क्रिनमा रिमोट कन्ट्रोलद्वारा आजको यस सिम टिभीको लन्च गर्नुहुनेछ।
हामीले सिम टिभी लन्च भएको जानकारी गराउन चाहन्छौँ तर यसका सेट टप बक्सहरू म डिस्प्ले गरिदिनु हुन आजका हाम्रा विशेष अतिथिज्यूहरूलाई स्टेजमा निम्त्याउन चाहन्छौँ। अर्जुन नरसिंह केसीज्यू, नगेन्द्र चौधरीज्यू, हिस्ट्रीला यमीज्यू र प्रेम बहादुर आलेज्यूलाई म स्टेजमा आएर यसबाट पर्दा हटाएर बेहुली जस्तै उहाँहरूको अनुहार देखाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। बिस्तारै उहाँ साह्रै लजाउनुहुन्छ होइन, सो आफ्नो विवाहको रात सम्झिनुहोस् अनि ढाड नफर्काइकन हाम्रो अडियन्सतर्फ धेरै धेरै धन्यवाद, जोरदार ताली। आजको दिनमा सिम टिभीको यस सेट टप बक्स लन्च भएको र सिम टिभी लन्च भएको हामी जानकारी गराउन चाहन्छौँ। थ्याङ्क यू सो मच मोडल्स, थ्याङ्क यू। अब यो मोडल्सलाई हेर्ने कि सेट टप बक्सलाई हेर्ने भन्ने दुविधा भयो होला यहाँलाई, त्यस्तै लाग्दैछ मलाई। थोरै जानकारी दिन चाहन्छु सिम टिभीको यस सेट टप बक्सको बारेमा। डिजिटल टिभी अनुभवका लागि सेट टप बक्स चाहिन्छ, यो यहाँलाई अवगत नै छ। तर नेपालको सन्दर्भमा हरेक घरमा सेट टप बक्स जडान गर्न सक्ने अवस्था भने देखिँदैन। त्यसैले सिम टिभीले देशलाई डिजिटलाइज गर्ने नेपाल सरकारको नीतिलाई सफल पार्न सम्पूर्ण ग्राहकलाई स्ट्यान्डर्ड डेफिनिसन र हाई डेफिनिसन बक्स निःशुल्क उपलब्ध गराउँदैछ र ग्राहकहरूले सेट टप बक्स जडान गरिसके पश्चात एनालग सिस्टम खारेज हुनेछ र ग्राहकले सिधै मूल मूल्यभन्दा बढीमा अर्थात् प्रिमियम डिजिटल सेवाको आनन्द लिन सक्नेछन् र प्रारम्भिक चरण अन्तर्गत यस संस्थाले सेट टप बक्स र अप्टिकल फाइबर निःशुल्क प्रदान गर्दैछ भने स्थापना तथा जडान शुल्क बिना नै ग्राहकले डिजिटल टिभी सेवा प्राप्त गर्नेछन् र सिम टिभी जोडेपछि लोड सेडिङबाट जुन हाम्रो सिग्नल कटिङ हुने समस्याहरू आइरहन्छ त्यो समस्या पनि हट्नेछ। सिम टिभी जोडे पश्चात एकैपटक 3-4 वटा टिभीबाट बेग्ला बेग्लै च्यानल पनि हेर्न पाइनेछ र यो सेवा अन्तर्गत हरेक टेलिभिजनमा अलग प्याकेज एक्टिभेट पनि गर्न सकिनेछ। अब यसका निम्ति म हाम्रा एमडी रमेश एमके पौडेलजीलाई स्टेजमा आफ्नो मन्तव्यको लागि निम्त्याउन चाहन्छु। जोरदार तालीले उहाँलाई स्वागत गरौँ। माननीय सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिलालज्यू, अनि सभासदज्यूहरू, विभिन्न हाम्रो आतिथ्यलाई स्वीकारेर आउनुभएका मिडिया हाउसका प्रमुखज्यूहरू, सिम टिभीसँग जोइन्ट भेन्चर कम्पनी इमिरेट्सका एरिक हर्सम्यानज्यू, त्यस्तै गरी विभिन्न मिडियाबाट पाल्नुभएका पत्रकार साथीहरू, अवश्य पनि सिम टिभीसँग सहयात्रा गर्न हामीसँग हातेमालो गरिसक्नुभएका र हातेमालो गर्न बाँकी रहनुभएका केबल अपरेटर साथीहरू, त्यस्तै गरी पत्रकार साथीहरू, हाम्रो आतिथ्यलाई स्वीकारेर यहाँहरूको अमूल्य समय दिनुभएका विभिन्न क्षेत्रका उद्योगिक साथीहरू, त्यस्तै गरी अन्य आदरणीय मित्रहरू, यहाँहरूलाई सिम टिभीको यो लन्चिङ कार्यक्रममा धेरै धेरै स्वागत छ। त्यस्तै गरी नेपाल केबल एसोसिएसन महासङ्घका अध्यक्षज्यू, केबलसँग सम्बन्धित सम्पूर्ण साथीहरूलाई, विशेष गरी सिम टिभीको लन्चिङमा हुनुहुन्छ उहाँहरूलाई अझ हृदयदेखि नै म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँ उपस्थित भएर कमसेकम सिम टिभीले बजारमा के गर्दैछ, सिम टिभी के हो, सिम टिभीले हाम्रो माझ कस्तो खाले सर्भिस लिएर आउँदैछ भन्ने कुराको आज हामीले यो जानकारीमूलक कार्यक्रम राखेका छौँ। अमूल्य समयका बावजुद माननीय मन्त्रीज्यू हामीसँग हुनुहुन्छ, सभासदज्यूहरू हुनुहुन्छ। खुसी लागेको छ नेपाल सरकारले 2015 देखि महानगर र उपमहानगरपालिकालाई डिजिटल गर्ने जुन नीति लिएको छ त्यो अन्तर्गत सिम टिभीले पनि एमएसको लाइसेन्स, डिजिटल केबलको लाइसेन्स लिएर यहाँहरूको घर दैलोमा जाने प्रयास गरेको यो शुभ घडीमा तपाईहरुमा आज दिन पाउँदा हामीलाई एकदमै गौरवान्वित महसुस भएको छ। आईटीले दिएको निर्देशन अनुसार पनि 2017 देखि नै नेपाललाई डिजिटल गर्ने नेपाल सरकारले पनि नीति लिएको अवस्था सर्वविदितै छ। सोसँग हातेमालो गर्न पाउँदा हामीलाई अझ बढी खुसी लागेको छ। सरकारको यो नीतिलाई सिम टिभीले निःशुल्क सेटअप बक्स यहाँहरूको घर दैलोमा पुर्याउने जुन प्रयास गरेको छ यो सम्भव नेपालमा एउटा जोइन्ट भेन्चर कम्पनी
जसमा विश्वका 7वटा देशको लगानी रहेको छ। इमिरेट इन्भेस्ट लिमिटेडका तर्फबाट हाम्रो प्रतिनिधि हुनुहुन्छ सेभेन हर्सम्यान, र उहाँहरूले नेपालको बजारलाई विश्वास गरेर तपाईहरुमा सिम टिभी ल्याउन हामीलाई सक्षम बनाउनु भएकोमा म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। सिम्पल टेलिभिजनसँग आबद्ध भएका काठमाडौँ, पोखरा लगायतका धेरै केबल साथीहरू हुनुहुन्छ। काठमाडौँमा सिम टेलिभिजनको लागि स्पेस टाइम नेटवर्कको नेटवर्कबाट हामीले ग्राहकको घर दैलोमा सिम टिभीको सेटअप बक्स निःशुल्क वितरण गराउँदैछौँ र सिम टिभीमा सेटअप बक्समा चाहिने आवश्यक तार, अप्टिकल फाइबरहरू पनि नेटवर्क विस्तारका लागि सिम टिभीले सम्पूर्ण केबल अपरेटर साथीलाई निःशुल्क दिँदैछ। त्यसैगरी पोखराको बीसी केबल जसले सिम टिभीको सिग्नल गण्डकी र धवलागिरीको लागि वितरण गर्दैछ, हामीलाई खुसी लागेको छ। 20औं वर्ष यस क्षेत्रमा, 20औं वर्ष केबल व्यापारमा तपाईहरुले आफ्नो मेहनत र पैसा रगत पसिना बगाउनु भएको छ। सिम टिभी अवश्य पनि सम्पूर्ण केबल साथीहरूको कम्प्युटरको रूपमा नभएर, कम्प्युटर नभइकन सहयात्रीको रूपमा नै अगाडि बढ्ने हाम्रो एउटा नीति यहाँहरुमाझ म प्रस्ट्याउन चाहन्छु। फेरि पनि हामी सम्पूर्ण सहर, सम्पूर्ण गाउँ र नेपालभरि नै अहिले सञ्चालनमा रहेको केबल अपरेटर साथीहरूकै सहयात्राबाट मात्र सरकारले डिजिटलाइज गर्ने सोच लिएको सोचलाई हामीले प्रष्ट अगाडि मूर्त रूप दिन सक्छौँ र सिम टिभीले त्यसैले पनि सम्पूर्ण केबल अपरेटर साथी जो आफ्नो ठाउँबाट 20औं वर्षदेखि केबल बिजनेसमा हुनुहुन्छ उहाँहरूसँगै सिम टिभी जोडिएको छ। कति ठाउँमा जोडिन बाँकी पनि छ, तर हामीलाई विश्वास लागेको छ हामी सबै साथीहरूसँग शीघ्र जोडिन सक्छौँ। त्यस्तै गरी पश्चिमका लागि ड्रागन ट्रेडर्सले सुदूरपश्चिम र पश्चिममा सिम टिभीको सेटअप बक्सहरू बिक्री वितरण नभइकन निःशुल्क वितरण गर्दैछ। पाथिभरा डिजिटल नेटवर्क कोसीपारीको लागि, त्यस्तै गरी चितवनमा एस्किना केबल मार्फत हामीले सिग्नल वितरण गर्ने तयारी गरेका छौँ। सगरमाथामा द्रौपदी केबल र अन्य धेरै ठाउँका साथीहरूसँग सिम टिभीले हातीमालो गरिसकेको अवस्था छ। हाम्रो यस पवित्र उद्देश्य पूर्तिको लागि हामीसँग सहकार्य गर्ने विदेशी कम्पनी, जसलाई नेपाल सरकारले पनि विदेशी लगानी भित्र्याउने नीति अन्तर्गतको